যে আমি ইমান মানে নিকৃষ্ট নে, আমি ইমান মানে অৱহেলিত নে। তাইক বিশ্ব জয় কৰা ছোৱালী এজনীক ৱেলকাম কৰিবলৈ কোনো মানুহ নাহে, আচৰিত কথা নহয় নে? কোনো দল সংগঠন কোনোৱে নাই। ভাবকচোন আপুনি, ইমান দুখ লাগিছে, সঁচাকৈ दुख লাগিছে। मुख्यमन्त्री यो रुँदै गरेको को हो भन्दाखेरि कोही होइन, हाम्रै गोर्खाको प्रेसिडेन्ट सुनिल छेत्रीजी हो। सबैले त चिन्नु होला, नचिनेकोलाई फेरि पनि मेरो तर्फबाट जान नि। हाम्रै लोखराबाट हुनुहुन्छ। अरू यो किन रुँदै हुनुहुन्छ भन्दाखेरि हाम्रै उमा छेत्रीज्यूले जब कि विश्व विजय क्रिकेटमा गएर आउनुभएको थियो, उसकै लागि हाम्रो जुन चाहिँ हेमन्त विश्व शर्मा मामाज्यूले भन्नुहुन्थ्यो कि उसलाई वेलकम गर्न जान्छौँ हामी यस्तो त्यस्तो भनेर 2-4 दिन अगाडि चाहिँ ल। र त्यही दिन आउने दिन चाहिँ कोही छैन, अन्ली मिडिया थिए अरे त्यहाँ। अनि सुनिल छेत्रीज्यू किन रुँदै हुनुहुन्छ भन्दाखेरि यहाँको हाम्रो महिला विश्व विजय गरेर आउनेहरूको त्यही स्टेटमा कुनै उयो छैन। दुःखको कुरा त हो, किनकि आफ्नै सेलिब्रेटी पनि हो। अन्त र सुनिल छेत्रीज्यूहरूले चाहिँ सोच्नु भएछ कि त्यस्तो हुँदाखेरि त कोही नहुँदा साह्रै दुःखको कुरा भन्दाखेरि उनीहरू पनि खबर पाउने बित्तिकै जानुभएछ वेलकम गर्नुको लागि। हाम्रो हेमन्त विश्व शर्मा मामाजीले भन्नुभएको थियो कि हामी सबै जान्छौँ जो कि वेलकम गर्नुको लागि, अरू लिएर आउँछौँ। यो त्यही देश हो, त्यही स्टेट हो कि दुनियाँको जो पनि सेलिब्रिटीहरू आउँछन् तिनीहरूलाई स्वागत गर्छन् ब्याङ्कबाट बाजा बजाएर। आज त्यही स्टेटमा त्यही स्टेटको वुमेनले विश्व विजय गरेर आउँदाखेरि कुनै स्वागत छैन, मामुली इन्सान जस्तो आउँदाखेरि। उसलाई नै कस्तो लाग्यो होला, कस्तो फिल भयो होला होइन। उमा छेत्रीलाई शाबास दिने राष्ट्रपतिको पनि टाइम भयो, प्राइम मिनिस्टरको पनि टाइम निस्क्यो शाबास दिने। बेचेर कमसेकम 10-15 मिनट या आधा घन्टा दिन त दियो नि। तर हामीहरूको सिएम मुखले त भन्छ यस्तो गर्छु, लिन जान्छु हेन तेन, तर टाइम भएन सेलिब्रेसन गर्ने। भले उहाँ त भएन एयरपोर्टमा, तर जुन चाहिँ उसको घर डिस्ट्रिक्टको मान्छेले यस्तो राम्ररी स्वागत गरे त्यसको लागि सल्युट छ। जय गोर्खा।